सङ्कटकालमा अर्थात् माओवादी युद्धको फाइदा उठाउँदै तत्कालीन वन विभाग र छोटे भलमान्सा तथा राजाहरूलाई बाख्रा, दारूमासु र केही रकममा अल्मल्याएर जङ्गल तथा सार्वजनिक ऐलानी जग्गामा जथाभावी बसेकालाई सरकारले हटाउने निर्णय गरेको छ। आयोगको पछिल्लो तथ्याङ्क अनुसार कैलाली जिल्लामा ऐलानी जग्गा दर्ताका लागि 1,18,913 परिवारका निवेदन प्रमाणीकरण भइसकेका छन्। तीमध्ये 21,545 परिवार पूर्ण रूपमा भूमिहीन रहेका छन्, जसमा 7,639 दलित र 13,914 सुकुम्बासी परिवार छन्। बाँकी परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका छन्। उता कञ्चनपुरमा 58,635 निवेदन प्रमाणीकरण भएका छन्, जसमा 2,029 दलित भूमिहीन, 2,400 सुकुम्बासी र 53,506 अव्यवस्थित बसोबासी रहेका छन्। यी दुई जिल्लाका सबै तथ्याङ्क जोड्दा 1.5 लाखभन्दा बढी परिवारको भविष्य अन्योलमा परेको देखिन्छ।